त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन सोबिउको निर्वाचन भयो। केहीमा निर्वाचन हुन सकेको छैन भने चुनाव सम्पन्न भएका अधिकांश क्याम्पसको नतिजा आइसकेको छ। तपाईलाई भनिरहनु परेन, नेपालका क्याम्पसमा हुने सोबिउ चुनाव विद्यार्थीका हकहितका लागि लड्ने भिजन भएका विद्यार्थी अगुवा हैन, दलगत प्रतिनिधित्व गर्ने बाहुबलवाला नेताको जित हारको कुरा हुन्छ। यसमा एकाध मात्रै स्वतन्त्र विद्यार्थीले चुनाव जित्छन्। सोबिउ चुनावमा नेपाली कङ्ग्रेस निकट नेविसङ्घ, नेकपा एमाले निकट अनिराश्य र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बीच मुख्य प्रतिस्पर्धा हुने गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा बाहेक अन्य पार्टीका पनि विद्यार्थी सङ्गठनहरू छन्। सोबिउ निर्वाचनमा दलीयकरणको प्रश्न लामो समयदेखि बहसको विषय रहँदै आएको छ। यो दलहरूको प्रतिस्पर्धा हो कि विद्यार्थीहरूको हो भनेर सोबिउ नेतृत्वकर्ताहरूले विद्यार्थी हकहित शैक्षिक मुद्दामा भन्दा हुलदुङ्गा, पठन पाठन ठप्प पार्ने, क्याम्पसमा ताला लगाउने लगायतका गतिविधिमा ध्यान केन्द्रित गरेको आरोप लाग्छ। तर यो आरोप मात्र होइन, यथार्थ हो। सोबिउलाई किन राजनीतिक दलहरूले आफ्नो अखडा बनाइरहेका छन्? उनीहरूकै कारण दूरदराजबाट आएर पढेर आफ्नो उज्जवल भविष्य बनाउन खोज्ने युवा निराश बन्दैछन्। नेपालको क्याम्पस राजनीति मूलतः राष्ट्रिय राजनीति प्रतिबिम्बित हुने स्थल बनेको छ, जसले विद्यार्थी राजनीतिलाई दुई ध्रुवीय दिशामा अघि बढाएको छ। सकारात्मक रूपमा नेतृत्व उत्पादन गर्ने माध्यम र नकारात्मक रूपमा राजनीतिक हस्तक्षेपको माध्यम। बुधबारको प्रतिनिधि सभा बैठकमा रासपा सांसदहरूले सोबिउ चुनावमा दलीयकरणको चर्को आलोचना गरे। सांसद सुमना श्रेष्ठले विद्यार्थी लडाएर कस्तो शैक्षिक प्रणालीको विकास गर्न खोजेको हो भन्दै प्रश्न उठाइन्। सोबिउको नाममा जुन दलहरूको यो ताण्डव भइरहेछ विश्वविद्यालयहरूमा, के गर्नुभएको? आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही अध्यक्ष बन्न, यसरी विद्यार्थीहरूको दुरुपयोग भइरहेछ। सभामुख महोदय, विश्वविद्यालयहरूमा तालाबन्दी छ, त्यसले गर्दाखेरि 1 महिना भयो विद्यार्थीहरूले राम्ररी पढ्न नपाएको। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न एकले अर्कालाई, शिक्षा मन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाउने होइन। म यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण पनि गराउँछु र भन्छु, विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्। यस्तै रासपाकै सांसद हरि ढकालले पनि क्याम्पसमा राजनीतिक दलका भातृ सङ्गठन हुन नहुने बताए। यसले विद्यार्थी हकहित र शिक्षाका कुरा भन्दा राजनीतिको बाहुबल प्रदर्शन गर्ने थलो निर्माण गर्ने उनले बताए। उनले विद्यार्थीहरूमा दलीयकरण हुन नहुने धारणा राखे। हामीले गहिरिएर एकैछिन मनन गरौँ है त, सोबिउमा दलीयकरणको अन्त्य भएमा कस्ता सकारात्मक प्रभाव पर्ने रहेछन्। दलगत स्वार्थभन्दा विद्यार्थीहरूको वास्तविक समस्या समाधानमा केन्द्रित विद्यार्थी नेताहरू अगाडि आउन सक्छन्। विद्यार्थी नेताहरू प्रतिस्पर्धी नीति निर्माण र क्याम्पस सुधारमा केन्द्रित हुन सक्छन्। हुलदङ्गा, जबरजस्ती बन्द, तोडफोड जस्ता समस्या कम हुन सक्छन्। सोबिउ क्याम्पस प्रशासनको अभिन्न हिस्सा बनेर विद्यार्थीको प्रशासनिक भूमिका मजबुत हुने सम्भावना रहन्छ। हुन त नेपालमा दलीयकरण बिनाको विद्यार्थी राजनीति सम्भव छैन भन्ने पक्षमा धेरै तर्क छन्। फेरि विद्यार्थी राजनीतिको योगदान नै छैन भन्ने पनि होइन। देशका ठुला राजनीतिक परिवर्तनमा उनीहरूको भूमिकाको प्रशंसा गर्नैपर्छ। तर क्याम्पस हाताभित्रको कुरा गर्दा सोबिउमा दलीयकरणको प्रभावले विद्यार्थीहरू वास्तविक विषयभन्दा टाढा गइरहेका छन्। त्यसैले स्वतन्त्र नेतृत्व प्रणाली बलियो बनाउँदै, राजनीतिक हस्तक्षेप हटाउँदै जिम्मेवार विद्यार्थी नेतृत्वको विकास गर्नु आजको आवश्यकता हो।